यहाँ भान्साको पनि लाग्दैन माइजूले गुन्द्रुकको चाउ। अनि यहाँनिर चाहिँ भिनाजुको लागि भनेर मसलाको भनेर हे गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। अनि फेरि पनि स्वागत छ तपाईँलाई मेरो नयाँ ब्लगमा। अनि आज पुन्तुलु र म यहाँ छु होइन। अनि म चाहिँ भर्खरै कामबाट आएको छु अनि त्यसपछि आएर अनि भ्लग स्टार्ट गर्दैछु। सो अब म चाहिँ पानी खान्छु, एकदम तिर्खा लागिरहेछ अनि पानी खान्छु। सानो पानी दिन्छ त तक्लिबाम लास्टै तिर्खा लागिरहेको थियो। अनि मैले चाहिँ आज खुसानो चाहिँ ल्याइसकेको होला लगाइसक्यो। अनि यहाँ आऊ पुन्तुलु ल्याइछु न यहाँ उता त ल्याउँछु नि। हामी पुन्तुलु र म छु। पुन्तुलु हेलो भन्छौ, हेलो भन्छौ, हेलो हेलो भन्छौ। अनि त्यही नै हो गाइस। अब भर्खरै अनि आँपको दाम सुनेर आज म पागल भएँ। 150 रुपियाँबाट 150 रुपियाँबाट सिधै 250 आँपको प्राइस है। अनि लास्ट टाइम महँगो आँप त त्यही पनि ल्याइदिएँ मैले, सानोलाई खाना मन लागिरहेछ भनेर भनेको थियो। अनि त्यही पनि ल्याइदिएछु मैले 1 केजी जति। अनि फुच्चेको लागि भनेर अझै ग्लास। अनि फुच्चेको लागि भनेर कोला पनि ल्याइदिएँ, किनभने कोला एकदम खान्छ नि त फुच्चेले। अनि त्यही नै हो गाइज। अनि मेरो भिडियो ब्लगहरू कस्तो लागिरहेछ तपाईँहरूलाई कमेन्ट गर्न नबिर्सिनु होला। अनि अब जस्तो आउँछ त्यस्तै बनाउँदैछु म ब्लग है। अनि अब त्यस्तो खासै अब काहीँ त्यस्तो गइदिएन पनि, घरमै हो यताउति हो। अनि अब कहिले के भइरहेको हुन्छ त्यसको भिडियो बनाइरहेको हुन्छु। अनि फुच्चेले हल्ला गर्छु न। अनि त्यही नै गाइज। अब अझै ग्लास पानी खान्छु, लास्टै तिर्खा लागिरहेछ। सो अहिलेसम्म भेट्छ है तपाईँसँग। अनि यहाँनिर चाहिँ भिनाजुको लागि भनेर मसलाको भनेर खोर्सानीको यो के अरे डाँट उ गर्दैछ दिदीले। अनि पुन्तुरु चाहिँ के गरेको को गरेको आमा मम्मा मम्मा हुन्न पुन्तु मम्मा। अनि त्यो केटाकेटी खेल्दैछन् गाइज आज पनि, सधैँ यहाँ खेल्छन्। कता गयो त्यहाँ। अनि पुन्तुलीको साथी छैन, स्टार्टिङ ठुलो रहेछ हुन्छ ल। अनि चक्छ राम्रो। मैले त पुन्तुलीको लागि भनेर कोला ल्याएछु अनि उसले त कोला दिन्छु। सो गाइज मैले चाहिँ खोइ यार यहाँ अलिकति काटिसकेको रहेछ। अनि मैले चाहिँ सानाको लागि अनि दिदीहरू झाँचुको लागि भनेर आँप ल्याइदिएको थिएँ। अनि यहाँ त फुच्चाको लागि भनेर मात्रै कोला ल्याइदिएको थिएँ, किनभने एकदम मन पराउँछ नि त। अनि यहाँ छ पुन्तु, आए पुन्तु, आए पुन्तु। अनि एउटा चाहिँ खाइसकेको छ। अनि कस्तो रहेछ राख्नु लागि। अनि 200 रुपियाँ केजी आँप गाइस। ए सरी 250 रुपियाँ। आँप काट्नलाई रेडी छ। त्यही नै गाइस। अब आँप खान्छु। यहाँले दही पनि ल्याउनु भएको छ। अनि दही चिउरा खाने भनेर त फेरि नखाने, फेरि अब भोलि फेरि भरे फेरि खाना रुच्दैन। अनि त्यही भएर नगर पुन्तु खाना रुच्दैन, त्यही भएर नखाने भनेर अनि आँप मात्रै अहिले सबैको लागि सानाले आँप काटिसिँदैछ। आँप काटेर रेडी भइसकेको छ। त्यो मैले चाहिँ के खायो तँलाई त आँप देखेर आँप चिउरा पनि खान मन लाग्यो। चिउरा आँप दही खोइ सानो चिउरा दही खान्छ दिदी। दिदी ओइ दही खान्छेस्? कसको खान्छ दही? सो गाइज मेरो त दही चिउरा आँप रेडी भइसकेको छ, म खान्छु। पुन्तुले यहाँ पानी खाँदैछ, सानोले पनि खाने रे। भिनाजुको लागि यति मसला भएको छ गाइस है। मसला अब मसला सक्यो होइन, अब धुलो खोर्सानी मात्रै होइन खाना। अब चाहिँ मसला सक्यो, अब धुलो खोर्सानी मात्रै पिन्न बाँकी छ। मसला सक्यो, अब यो त पुगिहाल्छ नि टर्ने, 2-4 मिनट पुगिहाल्छ।
अनि गाई जब दही चिउरा खान्छु म अनि त्यसपछि कुरा भेट्छु है त म तपाईँलाई। अनि यहाँ पुन्तुरु छ अनि पुन्तुरुले अनि आँप खाँदैछ यहाँ पुन्तुरुले आँप खाँदैछ आँप खाँदाखेरि हाँस्यो खाइँदा फेरि खाइँदैन त्यही गाइस। अनि आज चाहिँ हामीले चाहिँ खाना चाहिँ नखाने भनेर चाम्रे बनाउनु लागेको छ दिदीले। के बनाउनु लाग्यो भन्दै त चाम्रे ए सरी त्यहाँ आलुको भुजा पाक्दैछ यहाँ चाम्रे गुन्द्रुक अचार बनाउन रेडी गरेन। सो आज त हामीले चाम्रे खाने भनेको छ। अनि आजको भ्लग चाहिँ त्यस्तो साह्रो केही पनि भएन नर्मली भएको छ। अनि त्यही नै हो गाइस। अनि यहाँ खेल्दै खाँदैछ फुच्चे। अनि अब एकछिनमा भेट्छु है त म। अनि गाइस आज त मेरो खुट्टा लास्टै दुखेको थियो होइन अनि सानाले त्यसलाई लगाइसिँदैछ अनि लगाइदिन्छ अरू बेला पनि। अनि यो छ नि गाइस यो त दाग होइन ल यो त के दाग भन्नाले त्यो एउटा चिलाउने दाग हुन्छ नि त्यो होइन कि यो चाहिँ के भएको भनेर भन्दाखेरि चाहिँ यो तपाईँलाई बाइकको अगाडिको त्यो साइलेन्सरले पोलेर यस्तो भयो कि हेर्न सक्नुहुन्छ होइन लास्टै पोलेको थियो। अनि यहाँ त्यो लगाइदिएछ मजाले यस्तो। अनि यहाँ पुन्तुरी आएर यहाँ न यहाँ डिस्टर्ब नगर पुन्तु डिस्टर्ब नगर सानो झ्यालाउनु बजार मच्छर छिट्छ यार त्यो फुलले गर्दाखेरि मच्छर अलिअलि आउँछ कि। अनि यहाँ मामाको लाउँदा लाउँदै यहाँ भान्साको पनि लाउँदैन माइजूले यसो त नुन नगर नुन गरेर अब त्यही लाउँछ पुन्तुरुले। अनि यहाँ चाहिँ हाम्रो ब्लग चलिरहेछ होइन यहाँ चाहिँ होइन हेर्नु भएको छैन भने हेरिदिनु होला माया देखाइदिनु होला भन्दै यहाँ पुन्तुरु हो तेल लाउँदैछु। अनि अब तेल लाउँछु गाइस होइन तेल लाउँछु म चाहिँ लास्टै दुखिरहेको खुट्टा मेरो। अनि त्यहाँ तेल लगाइदिँदैछन् सानाले। अनि के अरे अब उता चाम्रे पनि पाक्दैछ अनि तेल लाएर अनि त्यसपछि चाम्रे खाइन्छ अनि त्यो सुतिन्छ भोलि बिहान छिटो जानुपर्ने हुन्छ। अब एकछिनमा भेट्छु त म खाना खाने बेलामा। सो हाम्रो चाम्रे चाहिँ आइसकेको छ। अनि हेर्न सक्नुहुन्छ आलुको भुजिया चाम्रे गुन्द्रुकको चाम्रे कसो चाख्नुपर्ने हुन्छ हामीले गुन्द्रुकको चाउ हाम्रो चाम्रे चाहिँ धेरै पछि खाएको दिदी हामीले धेरै पछि चाम्रे खायौँ होइन जुस मुस लाग्यो सधैँ अब नर्मली त्यो दाल भात खतम खानु होइन भनेर हामीले खाँदै बोलेको झन्डा कति खाना खानु भनेर। अनि हामीले चाहिँ चाम्रे आज चाम्रे खाम भनेर चाहिँ अनि चाम्रे खान लागेको। सो म चाम्रे खान्छु त्यसपछि तपाईँहरूलाई भेट्छु। अनि आजको ब्लग यस्तै हो अब एडिट गर्छु भेट्नु भन्दा नि अब सायद भग एडिट गरिदिँदै हुन्छ होला। अब आज केही छैन अब यो खाएर त्यसपछि एकछिन अब भिडियो एडिट गरेर सुत्नुपर्ने हुन्छ। सो थ्याङ्क यू फर वाचिङ भिडियो भन्दै अनि आजको चाम्रे भात खाने भए आउनु होला भन्दै अनि जो नयाँ हुन्छ च्यानलमा सब्सक्राइब गरिदिनु होला। अनि पुरानो हुन्छ लाइक सेयर गर्न नबिर्सिनु होला भन्दै बाबा है त।